पार्ट 3 माइलेज टेस्ट। अहिले हामीले पार्ट 1 र 2 गऱ्यौँ, अब पार्ट 3 हो यो चाहिँ माइलेज टेस्टको। अब हामी हेर्नेछौँ 543 किलोमिटरमा हालेको थिएँ, अहिले भयो 763 किलोमिटर। अब हेरौँ, म आज पनि फुल ट्याङ्की हाल्छु होइन, कति तेल आउँछ अनि माइलेज म भरे भन्छु। अहिले पनि यहाँनिर प्लिक प्लिक सबै सकेको छ। अब फुल ट्याङ्की हालेर हेरौँ है त कति हुन्छ भनेर। जानुपर्ने त 8 लिटर गइसकेको छ। दाइ फुल हालिदिनु न मजाले। भयो ल, फुल भइसकेको छ। कति आयो दाइ? 8 लिटर आयो ठ्याक्क 1300 रुपियाँको लाग्यो। 763 किलोमिटरमा मैले फुल ट्याङ्क तेल हालेको छु फेरि। अब म भरे माइलेज टेस्ट क्यालकुलेटरमा देखाउँछु हजुरहरूलाई। हेरौँ है त कति चाहिँ माइलेज दिएछ भनेर है। 763 सफ्ट्रेक 543 हुँदा मैले फुल ट्याङ्क गरेको थिएँ। अहिले अब 763 किलोमिटर कुदो। कति चाहिँ किलोमिटर कुदेछ भन्दाखेरि 220 किलोमिटर कुदेछ। अब यसलाई डिभाइड बाई मैले 8 लिटर तेल हालेँ, 8 गर्दाखेरि कति भयो भन्दाखेरि 27.5 को माइलेज दिएछ। दाइले थोरै फुल ट्याङ्की हाल्नु भन्दाखेरि अलिकति फुल ट्याङ्की हाल्नु भएन छ होइन, फुल ट्याङ्क तेल गएन छ, थोरै कम गएको थियो। एभरेजमा हेर्दाखेरि मलाई काठमाडौँमा 25 को माइलेज दिएछ केटिएम ड्युक 200ले। मेरो बाइक चाहिँ अहिले ठ्याक्क 20,000 किलोमिटर कुदेको छ है। ल माइलेज चाहिँ ओभरअल 25 to 27 दियो भनौँ न काठमाडौँमा जाममा। ल फेरि पार्ट 4 लिएर आउनेछु, त्यसको लागि फलो गर्नु होला ल। बाई।